ल एउटा काँडे आयो है, सानो काँडे आयो जामासतिर त घाम ताप्नु। आठ नौवटा चाहिँ मारिसकेँ मैले। अब म चाहिँ अब घर लाग्नु लागेको होइन। आज माछा चाहिँ मैले बल्छी खेलेर थुप्रो मारेछु है, बल्छीमा खेलेर है। यो काँडे माछाहरू मारेछु यति होइन। म चाहिँ पहिलोचोटि बल्छी खाँदैछु, यो पहिलो लड हो। हेरौँ माछा कति पर्छ होइन गाइजहरू। हेलो दर्शक नमस्ते, वेलकम ब्याक माई न्यू भ्लगमा। आज म चाहिँ बल्छी खेल्नलाई झरेको छु। बल्छी खेल्ने ढमिलो ठिकको छ, गडेउलाको चारोसँग लिएर झरेको छु होइन। यहाँ टाङ्गो काटेर रेडी बनाएको छु। अब एकछिन जाल खेल्छु, जाल खेलेर अनि बल्छी थाप्छु है गाइजहरू। कति हुन्छ भरेसम्ममा भिडियो अन्तिमसम्म हेर्नु होला है त। फाइनल्ली गाइजहरू म चाहिँ पहिलोचोटि बल्छी थाप्दैछु, यो पहिलो लड हो। हेरौँ माछा कति पर्छ होइन गाइजहरू। यो बल्छी यसो गरेर यसरी थाप्ने हो क्या होइन। यसो गर्ने, यहाँ ढुङ्गा बान्ने होइन। अनि यस्तो गर्ने, एक खाल रेडी भयो है। एक खालमा दुईवटा चारो छ होइन, दुईवटा बल्छी छ। अब हेरौँ चारो चाहिँ तलतिर छ होइन, म तलतिर गएर थाप्छु। ल साथीहरू, म चाहिँ थाप्न गइरहेको छु बल्छी। खाना हालिसकेँ। ल एउटा बल्छी थापिसकेँ होइन। अब एउटा बल्छी थापिसकेपछि अब अर्को थाप्नु पऱ्यो नि त। अर्को थाप्छु गाइजहरू होइन। ल गाइजहरू, म चाहिँ यो अघि एक लट थापेँ, अब दोस्रो लट थाप्नु पऱ्यो यो बल्छी चाहिँ होइन। चट्ट चारो लगाउने, यो चाहिँ चारो गडेउला हो होइन। गडेउलामा यसमा चाहिँ तिनवटा बल्छी छ क्या, तिनवटा बल्छी एकैसाथमा खेलिदिउँ न होइन। एउटै टाङ्गोमा हालेर त्यस्तो गरेर हाल्ने होइन चारो चाहिँ। यो चाहिँ गडेउला हो क्या, यो एउटा भयो होइन। अब अर्कोलाई पाला यस्तो लास्टै चिप्लो हुन्छ, बाल्ला गर्दै गर्नुपर्छ क्या, बाल्ला हाल्दै।
दुईटालाई भयो चारो हैन। अब यो तीनटाको पालै एउटैमा 4-5 वटा हालेर खेल्नु मजा आउँछ क्या। माछा पनि मजाले आउँछ हैन। माछा पनि आउँछ तर चुडियो भने चाहिँ सबै जान्छ फेरि। यो तीनटा भयो हैन। तीनटा बल्छी यसरी थाप्ने अब। यो चाहिँ टाङ्गोमा खेलेको क्या टक्कसँगले हैन। अब यो अघि त्योभन्दा अगाडि थापेको छ त्यो हेर्छु। पहिलोचोटि थापेर पहिलोचोटि गर्छु हेर्छु है त कति आउँछ। यो पहिला थाप्छु म यसरी थाप्ने हैन। यसो गरेर यसो गर्ने हैन। यसो गरिदिने टक्क राखिदिने यसो गरेर। ए भइगयो हैन। यसो गर्ने। अब हेरौँ यहाँ माछा छ कि छैन। म यसमा हेर्छु है गाइजहरू। यो अघि थापेको हैन। थापेको कति 2-3 मिनट भएको छ। 4 मिनट जति भयो हैन। चारो चाहिँ सिनिक्कै खाएछ यार। चारो खाएछ माछा परेन छ। चारो चाहिँ खाएछ बौला। यसरी जोडी चाहिँ जोडी नै चारो खाइदिएछ साला। यस्तोमा चाहिँ सानसानो बल्छी खेल्नुपर्छ। अनि यो चारो खानेहरू सबै पर्छ क्या। रित्तै भयो त यार। चारो मात्रै खाइदिएछ। अब हेरौँ ओरको लटमा है त। पाँच थान खेल्छु। 5 थानमा 10 वटा बल्छी हुन्छ। 10 वटामा हेरौँ कति पर्छ है। यस्तो गर्ने अनि फेरि थाप्दिने नै सर्लक्कै थाप्दिने हैन। यसो गरिदिने भइटाको बल्छी खेल्ने इजी छ नि हैन। अब म दोस्रो बनाउँछु है बल्छी। यहाँ चाहिँ 3टा टाङ्गो बाँकी रहेको छ। यहाँ छ बल्छी। अब डोरी काट्दै हाल्नुपर्छ कि यो चाहिँ हैन। यसरी राखेको छ क्या। यो बल्छी मात्रै जोड्या छ। सो मैले चाहिँ यो दोस्रो लटमा थापेको हैन। दोस्रो लटमा थापेको छु। यसमा हेरौँ कति पर्छ कि पर्दैन है। यसमा 3टा छ है बल्छी। ल माछा आइसक्यो है। आइसक्यो माछा आइसक्यो। ल आएको छ नि त। यसको चाहिँ चारो खाइरहेछ हैन। 3 वटा थापेको पनि परेन चाहिँ। बल्छीले त अल्छी बनाउँछ कि क्या आज। बल्छीले अल्छी बनायो। दोस्रोचोटि चालिसक्यो है। र माछा शून्य छ। यसमा चाहिँ 3टा छ हैन गाइजहरू। 3टामा कसो नपर्ला हैन। ठो यस्तो गरेर यहीँ राखिदिने यसलाई हैन। अब म यो पहिलोचोटि थापेको दोस्रोचोटि चाल्छु है। यसो चारो खाएकै छ हैन। मासला चारो खानेलाई चाहिँ व्यवस्था हानिहाल्नुपर्छ हैन। ल एउटा काँडे आयो है। एउटा काँडे आइसक्यो गाइजहरू। एउटा काँडे आयो है। सानो काँडे आयो। जामासतिर त घाम ताप्न। पहिलो बहनी भइसकेको छ गाइजहरू। पहिलो बहनी भइसक्यो।
कुइलो बहने एउटा भइसक्यो हैन। अब फेरि थापिदिने यिनै यस्तो गरेर यस्तो गर्ने। अब यो माछालाई चाहिँ राख्नुपर्छ हैन। सानो काँडे परेछ। यो चाहिँ पहिलो लटमा परेको है गाइजहरु। ल अब यहाँ तलै राख्ने यसलाई पनि पानीमै डुबाएर राख्ने हो नि त हैन। यहाँ राख्छु यसलाई यस्तो गरेर। यस्तो गरेर यहाँ राखेपछि माछा आनन्दै रहन्छ नि त हैन। यस्तो गरेर राख्ने। अब म उर्को बनाउँछु, उर्को बनाएर थाप्छु गाइजहरु। ल साथीहरु, मैले चाहिँ बल्छी 5 वटा थापिसकेको छु। 5 वटामा 11 वटा बल्छी छ। दुईवटा, एउटामा 3टा छ हैन। एउटा अनि यहाँ 2टा 3टा 4 वटा 5 वटा 5 वटा मात्रै खेल्ने हो के। अनि अब हेरौँ कति पर्छ। म यहाँ छु हैन। यस्तो गर्मी भइरहेछ हैन। गर्मी भइरहेछ। अब हेरौँ कति पर्छ गाइजहरु माछा हैन। कति पर्छ। अब जति पर्छ त्यतिमै खुसी हुनुपर्छ हैन। अब म चाहिँ चाल्न गइरहेको छु है। अब सबै बल्छी चाल्ने बेला त भइसक्यो हैन। सबै थापिसक्यो। म अब ट्याक्टिक चाल्न जान्छु है त। कस्तो हुन्छ हेर्नु होला। माछा आउँछ कि आउँदैन हैन। ल गाइजहरु, यो अघि 3टा भएको बल्छीमा बल्छी म चाल्दै छु हैन। चाल्छु। यसमा अघि त परेको थिएन। अब हेरौँ कति पर्छ हैन। आक्छ कि आएको छैन हेर्नु होला। एउटा आयो काँडे गाइजहरु, एउटा आयो। ल यसमा पनि उद्घाटन भयो टक्कसँगले। एउटा काँडे आएछ तर कस्तो सानो मात्रै आइरहेछ। एउटा काँडे आयो। 2टा भइसक्यो है जम्मी चाहिँ। यस्तो झ्याउ हुन्छ नि बटारेर यार। यस्तो बटारिन्छ है। त्यो बनाइराख्नुपर्छ क्या, नत्र फेरि एकछिन साह्रो झ्याउ हुन्छ। चारो सबै बिग्रेछ क्या। ल यो त गतिलो चारा आयो है। गतिलोमा गतिले थापेर हालौँ हैन। यो चाहिँ गडेउला हो हैन। यसरी गडेउलामा चाहिँ माछा चाहिँ चिचिमेरा अनि यो पानीको चारो त अहिले पाउँदैन नि त। अनि चिचिमेरा र हामी यही गडेउलामा मात्रै खेल्छौँ क्या हामी चाहिँ। यो माछा चाहिँ यतातिर चाहिँ बल्छीमा चाहिँ। अनि माछाको चारो हालेर बाम बल्छी अनि कत्लेहरू खेल्छौँ हैन। अनि अरू चाहिँ खेलिँदैन। अनि ठोकौली छोपेजाल खेलिन्छ। र यो चाहिँ लामो पनि छ टाङ्गो हैन। अब फेरि हेरौँ भरेसम्ममा कति मारिन्छ हैन। यस्तरी यहीँ राखिदिने ठपक्का हैन। यसलाई अब यहाँ हाल्ने, यहीँ हालिदिने। अब म फेरि यो तेस्रो लट चाल्न गइरहेको छु है। अब हेरौँ माछा आउँछ आउँदैन यसमा। चारै खाएको नि त्यहाँ। यसलाई यत्तिकै हानिदिने, यत्तिकै छोडिदिने। यसलाई यहीँ राखिदिने। यस्तो गरेर ठ्याक्कै ढुङ्गाले खिचाएर हैन। अब हेरौँ यो पाला
यसको पाली आउँछ कि आउँदैन हैन। चालेको चाले गर्ने हो नि छिटो। साला कट्टुमा पो उन्ने त झन्डै ल्या। एकपट्टिको चारो खाइदिएछ यार। चारो सबै कुएछ क्या साला। चालेको चाले गर्नुपर्छ क्या हैन। त्यो धेरै ढिलो चाल्ने त्यस्तो गर्नै हुँदैन माछा चाहिँ। पर्ने बेलामा जतिखेर नि पर्छ हैन, नपर्ने बेलामा त्यो 3 दिन राख्दाखेरि पनि पर्दैन हैन। 3 दिन राख्दाखेरि पनि पर्दैन। यो अघि लास्टमा ठापेकोमा हेरौँ है त के गर्छ यसले। प्रगति गरेछ छैन हैन। प्रगति गरेको छैन यार। उसलाई यहीँ छोडिदिने हैन। यस्तो गरेर मात्र एउटा मात्रै आएछ त यार। यो सिरङकोमा चाल्छु है त। सिरानकोमा चालिहाल्ने झ्याप्ल्याङ्गै के छ र जिन्दगीमा हैन। आइजा। चारै मात्रै खान्छ त यार यहाँ। त्यो छिटो चाल्नुपर्छ क्या साला। चारै मात्रै खाइदिइरहेछ साला यहाँ। एउटा काँडे पऱ्यो त्यही हो। यसो चारो के भएर सबै गिडिएछ क्या। त्यो भुरा माछाले खाइदिएको क्या चारो। सबै खान्छ क्या चारो चाहिँ यसरी। यो अघि परेको माछा त निकाल्नु पर्यो हैन। यहाँ राख्नुपर्छ क्या यसरी सप्ल्याक त धमिल पानी बल्छी खेल्ने धमिलो त छ। माछा खासै लागेको छैन। ल गाइजहरु अघि थापेको बल्छी चाहिँ हेर्न गइरहेको छु। फेरि पनि जाल खेलेर आएर हैन परेछ कि परेछ छैन हेरौँ हैन। ल माछा आइसक्यो है यसमा गाइजहरु। भनेको त
रिट्टै पो छ त यार चारो चाहिँ खाएर के गाँठो झर्र गर्थ्यो त आएन छ त्यही चाल्न अलि ढिलो भयो भन्ने हामीलाई ल्याइरह खाएर केही छैन अब म आइसकेँ होइन यसरी उनेर चाहिँ माछा चाहिँ चारो चाहिँ उनेर होइन चिचिमिराको हो भने त दामी लाग्थ्यो क्या माछा त्यसमा पनि लाग्छ तर अहिले अलि पानी बढेको छैन नि त बाढी गएको छैन सो त्यही भएर पनि एउटा काँडेर अनि एउटा अघि मासतिर चाहिँ बाँसपाटे अलिक ठुलो निस्केको बाँसपाटे भन्छौँ हामी चाहिँ होइन तर के माछा हो त्यो हामी चाहिँ बाँसपाटे भन्छौँ 5 वटामा हेरौँ कतिवटा म परेको छ परेको छैन बल्छी हेरेपछि मात्रै थाहा हुन्छ है गाइजहरू यस्तो गरिदिने अब दोस्रो पाला अब दोस्रो लटको हानिदिउँ होइन हेरिदिउँ ल चारै मात्रै खाइदिएको छ त यार यसलाई माथि लगेर थाप्छु अनि यहाँ छ एउटा यहाँ छ एउटा चाहिँ यसमा हेरौँ परेछ कि परेको छैन यहाँ छ एउटा ल चिल्लै छ त यार आज के भइरहेछ चारै खाएको छैन कसैमा चारो सिनिके खाएको छ चारो त आउँदै छ त यार के भएर नखाएको खाऊ खाऊ आएर खाजा खाजा बुझा यसलाई चाहिँ माथि लगेर थाप्छु माथि 2टा थाप्दैछ होइन त्यो माथि हेरौँ अब कस्तो हुन्छ माछा परेछ कि छैन खोलाको पानी पनि मकै पनि मरिसक्यो पानी नपरेर खोलाको पानी पनि सुकिसक्यो है चर्याप्पै पारामा ल टाङ्गो त पुरै भाँचिदिएको छ त यार पानीले भाँचेछ त पानी हानेर पानीले के भइरहेछ यो हेर्छु है त म गाइजहरू ल काँडे आएछ है फेरि एउटा काँडे आएछ अघि यसैमा एउटा बाँसपाते पराएको थियो ठुलो एउटा काँडे आएछ चारो लगाएर फेरि झ्याप्पै झ्याप्पै थापिदिने हो क्या कहाँ लडी झर्छ यार यसलाई यहीँ थापिदिने हो होइन यस्तो गरेर
बिस्तारै थापिदिने यस्तो गरेर ल यो चाहिँ पुरै टाङ्गो भाँच्ची छ यसमा चाहिँ परेको हुनुपर्छ है माछा टाङ्गो त पुरै धनुकाँड बनाइदिएछ त ट्याच्चै भाँच्दैछ त यार अड्केछ है माछा पनि आयो कि आएको छैन साला यत्रो टाङ्गो चाहिँ भाँच्चिएछ यार के भएर भाँच्चिएछ ल है गाइजहरू आज माछाले छक्क पारेको छ होइन अब खेलिरहेको छु खेल्नु चाहिँ हेरौँ आउँछ कि आउँदैन यसमा चाहिँ व्हेल अड्क्यो क्या है डल्फिन सार्क अल्झ्यो क्या अड्केछ यार टोडाभानले ल साला कत्रो साह्रो अड्केको यार चारै नखाएको रहेछ उफ ल नि माथि लगेर थाप्नु पऱ्यो क्या सवालिएर होइन अब यसलाई चाहिँ यहाँ थापिदिनु पऱ्यो होइन यसको गोटी चेन्ज गर्नु पऱ्यो क्या गोटी एक ट्र्याक्टरकै भएछ क्या गोटी अलिक सानो हालेर खेलौँ होइन सररररररर चाफ्लुङ छेउमै पाउँछ त है यता लगिदिउँ त यसलाई यहीँ अल्झाइदिउँ होइन यस्तो गरेर यत्तिकै हुन्छ होइन अझै तलदेखि हेर्दै निस्किन्छु माछा आएको छ कि आएको छैन परेछ कि परेको छैन होइन हेर्नु त पर्यो अब 1 घन्टा खेल्छु अनि त्यहाँदेखि घर लाग्दिन्छु यार आज उपलब्धि खासै भएन यो पनि गुवाँचमै अड्केछ त यार ल शून्य अड्किन्छ मात्र चारो मात्रै खान्छ अड्किन्छ मात्र आज कुन छेकमा हिँड्ने छ तर गाइजहरू एक छाक चाहिँ बनाइसकेको छु नि फेरि त्यहाँ चुरुङ्गीमा छ होइन ठुक्का माका परिजाता यो अघि भाँचेको साला यसमा एउटा पनि परेको छैन यसमा चाहिँ आया मासलाई काँडा पस्यो यार लै
आज के भइरहेछ एउटा बल्छी गएछ यहाँको के भएर चुडिएछ चुडेको थिएन अहिलेसम्म त अघि थाप्दासम्म एउटा बल्छी गएछ चुट्टेर पक्कै पनि माछा परेर ढुङ्गामा रगटेर चुडाएर गएछ भन्ने शङ्का गरियो ठ्याक्कै यो 5 वटामा अब 10 वटा बल्छी छ र आज माछा लागेको छैन बल्छीमा चाहिँ गाइजहरू हैन बल्छी न जालमा दुईटैमा लागेको छैन आज अब नेक्स्टमा जाउँ हैन यसमा चारै खाँदैन नि है के पो भयो आज अब लास्ट वान लास्टमा हेरौँ यो पनि अल्झेछ माछा पनि अल्झेर आउनु नि आएको छ नि त्यही यो त अहिले भर्खरै थापेको हैन ल आएछ है एउटा अहिले भर्खरै थापेकोमा आएछ काँडे आएछ एउटा अहिले भर्खरै थापेको हैन चाल्दाखेरि छिट्छिटै चाल्नुपर्छ क्या माछाहरू गइहाल्छ नि सुत्तेर सानसाना पर्छ अनि सानसानाको त धेरै हुँदैन मासु अडिने ठाउँमा नि त्यही भएर छिट्छिटै चाल्नुपर्छ छिट्छिटै पर्छ सानसाना त हो ल एउटा पर्यो घर लाग्नु लागेको होइन आज माछा चाहिँ मैले बल्छी खेलेर थुप्रो मारेछु है बल्छीमा खेलेर है यो काँडे माछाहरू मारेछु यति होइन अब यति मारेको छु अब यति चाहिँ के गर्नु होला यो तर यति पनि झोल पानी चाहिँ बन्छ होइन यति झोल पानी बन्छ होइन यति काँडे माछा बल्छी खेलेर यति मारे अब घर लाग्नु लागेको यति अब कति छ र यति त छ अब माला लगाएर हिँडेको मैले गाइजर ल गाइजहरू यो चाहिँ खोला छाडो चाहिँ हिले माछा मार्दै हिँडेको होइन 8-9 वटा चाहिँ मारिसकेँ मैले भर्खर सुरुवात होइन त्यो चाहिँ कतिवटा मारिन्छ होइन कहाँ पुर्याएको त निलेर यार यस्तरी निकाल्नुपर्छ क्या साठा यत्रो भइसकेको छ है कोसीदेखि उकालो लागेको होइन भर्खर सुरुवात मात्रै हुँदैछ अब हेरौँ कति मारिन्छ माथि पुग्दासम्म टन्न छ है टन्न छ यहाँ कत्ले माछाले डिस्टर्ब गरेर भएन क्या चारो खाइदिएकै यहाँदेखि पनि म एउटा निकाल्छु कि निकाल्दिनँ है त गाइजहरू कोसीको माछा टन्न छ कत्ले टन्न छ कत्ले
कत्ले टन्न छ ए हिले जाठा 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 यस्तो गर्ने हैन अनि फेरि छ्याप्पै छ्याप्पै छाप्ने हो क्या कोसीको माछा टन्न रहेछ है टन्न ठुल्ठुलो चाहिँ छैन सानो भुरा खालको एकदम टन्न छ टन्न छ कोसीको भुरा माछा अलि माथि ठाडो गएपछि अलि ठुल्ठुलो छ त्यो उकालो चाहिँ बल्छीमा पनि पर्छ कि बाढी गएको छैन नि त खोला अनि त्यही भएर टन्न पाउँछ क्या गर्मी लास्टै छ यार माछा चाहिँ काँडे 10-12 वटा मारेको छु त्यति भए घरमा तरकारी भइहाल्छ यो हिलेहरू चाहिँ पोलेर खानु पर्यो नि त बाटोमा खाजा हैन इनर्जी चाहियो नि त इनर्जी हैन चट्याप खानु पर्यो नि त पोलेर इनर्जी चाहिन्छ कत्लेको बच्चाले डिस्टर्ब गर्छ यार यत्रो छ पानी चाहिँ थोरै छैन कत्लेको बच्चा मैले 2टा मारेको पनि छु यहाँ कत्लेको बच्चा बल्छीमा आउँछ त अनि के गर्नु त हैन सानो छ यार झ्याप्पै पर्छ ल अब यत्रो हिलेको बच्चा आउँछ यार ए यत्रो हिलेको बच्चा आउँछ अनि यो के गर्नु यो ए जासाला ढुकुर्दैछ जाँडा परान परेर हिलेको बच्चाहरू कत्लेको बच्चाहरू चाहिँ टन्नै छ है यो माथि ठाडो चाहिँ ठुल्ठुलो पनि छ कत्लेहरू चाहिँ तर म अब सरासरी हिले खेल्दै जान्छु ढिलो भइसक्यो नि त घर जानलाई पानी भर्छु हैन
ल गाइजहरू होइन, ल गाइजहरू मैले चाहिँ यति माछा मारेँ आज चाहिँ कमै हो है होइन। यहाँ चाहिँ फेरि थरी थरीको माछा छ होइन। अनि यो चाहिँ अब एकछिनमा चाहिँ पर त्यही भुटेर खाएर चाहिँ हाने कस्तो हुन्छ भन्ने कुरा स्वाद त के थाहा छ र नि। थरी थरीको माछा छ नि यहाँ होइन। यति चाहिँ मारेको छु है आज चाहिँ, आज मात्रै हो नि फेरि यति मारेको चाहिँ, नत्र टन्न मारिन्छ नि त फेरि। यति मारेको छु। ल गाइजहरू है, भिडियो कस्तो हुन्छ हेर्नु होला अन्तिमसम्म।